सबैजनालाई म आज तपाईको अगाडि ल्याएको छु। आज म तुरुम्बाई बनाउने छु। त तुरुम्बाईको लागि चाहिँ मैले मासु फ्राई गरिसकेको थिएँ। यी मासुमा चाहिँ फ्राई गरेर राखिसकेको थिएँ। त त्यसैकै तेल कराईमा चाहिँ बनाउँछु। त अब यसमा चाहिँ मैले अब हाल्न जाँदैछु प्याज। प्याज नरम हुन लागेछ र हामी यसलाई चाहिँ रातो फ्राई गर्नेछु। यसको लागि चाहिँ मैले अदरक लसुन पिसिसकेको थिएँ र काँचो तिल मैले पिसिसकेको थिएँ तुरुम्बाईको लागि। म चाहिँ अदरक लसुनको पेस्ट हालिसकेको छु। हल्दी हाल्न लागेको छु। अब म चाहिँ तिल हाल्नेछु, यो पिसेकोलाई तिल। हेर्नुहोस् तिल चाहिँ पुरा तेल निस्किन लागेको छ। अब हामी यसमा हाल्नेछु यसमा टमाटर। यो म टमाटर हालिसकेको छु यसलाई। अब चाहिँ पाक्न दिनुपर्छ। टमाटरले पाक्न दिन्छु। हेर्नुहोस् टमाटर पनि पाकिसकेको छ। अब हामी यसमा चाहिँ मासु हाल्नेछु। यसमा म मासु हाल्दैछु। निमक पनि चाहिँ हालेको छु। अब मासु पनि अब फ्राई भइसकेको छ। अब हामी यसमा चाहिँ तुरुम्बाई हाल्नेछु। तुरुम्बाई म चाहिँ पानी हालिसकेको छु। यो हेर्नुहोस् पानी चाहिँ अब हाल्नुपर्छ मजाले पाक्नको लागि। अब हामी यसलाई चाहिँ पुरा सुक्नेसम्म हामी पकाउने छु। हेर्नुहोस् तेल चाहिँ पुरा निस्किसकेको छ तुरुम्बाईबाट। हामी चाहिँ अब अदरक काटेर हाल्नेछु सानो सानो गरेर। हेर्नुहोस् अदरक यसरी काटेको छु। हेर्नुहोस् तुरुम्बाईबाट पुरा तेल निस्किँदैछ। अझै नि तेल निस्कि पनि चाहिँ पाकिसकेको छ तुरुम्बाई।